गाइस गुड आफ्टरनुन। यति बेला हामी चाहिँ अमरसिंह चोकतिर आइपुगेको छौँ। आजको यात्रा चाहिँ हाम्रो माझीकिना हाम्रो के अरे बेङ्गासताल हुन सक्छ। सदा जस्तै आज पनि म चाहिँ गणेश आरसिंह सहरको साथमा मेरो यात्रालाई आज अगाडि बढाउँदै आजको यात्रा हामीले तय गरेका छौँ कि माझीकिनामा गएर माछा खाने अनि त्यहाँको घरको मनोरञ्जन लिने दृश्य अवलोकन गर्ने। हाम्रो बेङ्गासताल र रूपातालको बाटो हामी कति पनि ढिला नगरिकन हामीले चाहिँ फेरि एउटा के त नयाँ ठाउँको नयाँ यात्रा नयाँ ठाउँको जानकारी गराउनुलाई हामी कोसिस गर्दैछौँ। तपाईँलाई आफ्नो भिडियोलाई हेरेर माया गरेर मन पराएर लाइक सब्सक्राइब गरिदिनु होला। हेलो गाइस गुड आफ्टरनुन। हामी पुग्न फाइनल बाटो त बवाल गर्न सकिन्छ। बाटो अगाडि छौँ। देख्न सक्नुहुन्छ हाम्रो यात्रालाई लगातार अगाडि बढाउने कोसिस गर्नेछौँ। दिनभरि हामी म जनम अनि गणेश आरसिंहको साथमा दिनभरि हाम्रो यात्रालाई लगातार अगाडि बढाउने कोसिस गर्छौँ। बोलियो ल यहाँबाट हामी यतातिर लाग्न सक्छौँ। हेलो गाइस गुड आफ्टरनुन। हामी तालचोकबाट यति बेला हामी बेङ्गासतर्फको यात्रालाई अगाडि बढाइरहेको छौँ। बेङ्गासतालतर्फको बेङ्गास लेक यो एकदमै प्रसिद्ध लेक हो। यहाँको गर्छौँ गाइस सक्नुहुन्छ। पारिपट्टि हाम्रो अगाडि पछिका अगाडि पारिपट्टि हरियाली जङ्गल देख्न सक्नुहुन्छ गाइस। त्यसै गरी माथि त्यो पहाडको चुट्टी एकदमै मनै लगाउने आकर्षक मन लगाउने आकर्षक देख्न सक्नुहुन्छ। हेलो गाइज गुड आफ्टरनुन। देख्न सक्नुहुन्छ यति बेला हामी चाहिँ बेङ्गास लेक बेङ्गासताल आइपुगेका छौँ। देख्न सक्नुहुन्छ यो अत्यन्तै सुन्दर यो जताततै जङ्गलको छ गाउँ छ जङ्गल। त्यसपछि तल बिचमा चाहिँ बेङ्गास लेक यो खाल्टोमा बेङ्गासताल यस्तो मानव निर्मित एउटा तालको रूपमा विकास गरिएको ठाउँ हो। यो चाहिँ देख्न सक्नुहुन्छ है गाइस। ल गणेश सर भन्नुहोस् के छ आज बेङ्गासको यात्रा कस्तो लागिरहेको हजुरलाई? धेरै रमाइलो छ। आउन सक्नुहुन्छ भिजिट गर्न। एकदम रमाइलो लाग्छ।
हामी यता तालतिर हामी बेगनासतालको भिजिट हुँदैछ। धेरै रमाइलो रहेछ। धेरै रमाइलो रहेछ हैन? सोचे भन्दा बढी रमाइलो रहेछ है। धेरै रमाइलो देख्न सक्यो तपाईहरु आउन सक्नुहुन्छ, रमाइलो गर्न सक्नुहुनेछ। आउन नसकेको खण्डमा अब यही भिडियो मार्फत पनि रोमान्स लिन सक्नुहुनेछ। रोमान्स नै हो त्यस्तो पो। ल इन्टरटेनमेन्ट लिन सक्नुहुनेछ भनौँ न मिलाएर। गाइज है, उहाँले हाम्रो गणेश आर्सनिक सरसँग आजको मेरो सहयात्रा हुँदैछ। तपाईँले पक्कै पनि थाहा पाइसक्नुभयो। योभन्दा अगाडि पनि उहाँसँगै मेरो यात्रा धेरै ठाउँ भइसकेको छ। हाम्रो युट्युब च्यानलमा गएर हेर्नुभयो भने देख्न सक्नुहुन्छ। आज चाहिँ हाम्रो बेगनास लेक यात्रा गर्ने हाम्रो मौका चान्स मिलेको थियो। त्यही अनुसार हामीले यात्रा है तय गरेका थियौँ। अगाडि बढाइरहेका छौँ सहयात्रालाई। समयको अभाव हुँदै पनि समयको बावजुद पनि हामी आज यहाँसम्म आउन सफल भयौँ। है गाइज, देख्न सक्नुहुन्छ। वेलकम टु माई युट्युब च्यानल। तपाईँहरूले जनम राजकेटी मगर युट्युब च्यानललाई भनिदिनुहोस् त। नबिर्सिकन सब्सक्राइब, लाइक र कमेन्ट प्रतिक्रिया कमेन्ट नभुल्नु होला। कमेन्ट सेयर र लास्टमा गएर सेयरको बटनलाई पनि क्लिक गर्नु होला। गणेश सर कस्तो लगिरहेछ हजुरलाई? एकदम इन्जोय मोमेन्ट लागेछ यहाँको। धेरै राम्रो छ। एकचोटि सबैले यहाँ आउन आग्रह गर्छु म। हेलो गाइज, गुड आफ्टरनुन। देख्न सक्नुहुन्छ हामी यति बेला बेगनास लेक आइसकेका छौँ। देख्न सक्नुहुन्छ यो बेगनास लेकको यतापट्टिको चुट्टी पहाड हो नि। यो चाहिँ यता हाम्रो दाहिने साइड चाहिँ बेगनास लेक देख्न सक्नुहुन्छ। यो एकदमै आकर्षक छ। जस एकपटक यहाँ आएर भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ। यो एकचोटि आउनु पर्ने ठाउँ हो। हेलो गाइज, गुड आफ्टरनुन। देख्न सक्नुहुन्छ हामी यति बेला बेगनास लेकको नजिकै आइसकेका छौँ है। अब हाम्रो यात्रालाई अवलोकन यात्रालाई अगाडि बढाइरहेका छौँ। अब हाम्रो सम्भवतः हामीले आजको यात्रालाई बेगनास लेकदेखि फेवा लेकसम्म लम्ब्याउने कोसिस गर्नेछौँ है त गाइज। ल थ्याङ्क यू। यो हो बेगनास लेक, बेगनास ताल। ठुलो रहेछ यार। यो हो बेगनास लेक। यो देख्न सक्नुहुन्छ माथिको डाँडो। यो एकदमै आकर्षक देख्न सकिन्छ। यो डाँडोले पनि यस्ता खालको शोभा बढाएको देख्न सकिन्छ। एकछिन हामी यहाँ बस्न सक्नेछौँ एकपटक। हेलो गाइज, गुड आफ्टरनुन। हामी यति बेला कहाँ आइपुगेका छौँ त? बेगनास लेक। बेगनास लेक आइसकेका छौँ। देखिसक्नुभयो हजुरहरूले, थाहा पाइसक्नुभयो होला है। हामी चाहिँ यति बेला यो के अरे यो के हो यो चाहिँ सफा मौसमको साथमा हामी यो चाहिँ त्योभन्दा ठुलो साथ युट्युब च्यानल जनम राजकेटी मगर को साथमा हामी बेगनास तालको भिजिट करिब 50% गरिसकेका छौँ। अब 50% मात्रै बाँकी छ। धेरै रमाइलो छ। एकचोटि तपाईँहरूलाई पनि भिजिट गर्न आग्रह गर्दछौँ यही युट्युब च्यानल मार्फत। नभुल्नु होला लाइक, कमेन्ट र सब्सक्राइब गर्न। अब सेयर पनि गर्नुहुन्छ भन्ने अपेक्षा गर्दछौँ हामीले। धेरै राम्रो छ। हामी अब स्विमिङ गर्ने तयारीमा पनि छौँ। एकचोटि सम्भवतः हामी स्विमिङ पनि गर्छौँ होला आज है। एकचोटि आउनुहोस्, भिजिट गर्नुहोस्, रमाइलो गर्नुहोस्। त्यही नै हो है त साथीहरू। बाई। ल हेलो गाइज, गुड आफ्टरनुन। देख्न सक्नुहुन्छ हामी यति बेला कहाँ आइपुगेका छौँ त? बेगनास लेक। बेगनास लेक आइसकेका छौँ गाइज हामी। तपाईँले देखिसक्नुभयो, थाहा पाइसक्नुभयो। जी हो बेगनास लेक, बेगनास ताल कास्की जिल्लाकै एकदमै आकर्षक र बेगनास मनमोहक दृश्य हो यो। बेगनास ताल प्रकृतिको बिचमा, प्रकृतिको काखमा यसरी बेगनास तालको पानी सल्ल बगिरहेको छ है हावाको ताल। भनेपछि हाम्रो देख्न सक्नुहुन्छ चारैतिर के छ त? हाम्रो
तिनतिर चारतिर होइन तिनतिर चाहिँ हरियाली वन जङ्गल ग्रिन फरेस्ट देख्न सकिन्छ है। यो हरियाली प्रकृतिको काखमा एउटा बेगनास लेक के गरिरहेको छ त सलबलाइरहेको छ। हाम्रो मनहरू पनि सलबलाइरहेको छ। त्यसरी नै हामीले आनन्द लिइरहेको छौँ यो प्रकृतिको काखमा। देख्न सक्नुहुन्छ देखिसक्नु होला गाइज है। हाम्रो मेरो साथमा हुनुहुन्छ गणेश आर्सेनिक सर। गणेश आर्सेनिक सरको चाहिँ कठालो कतातिर हो बेगनास लेकले तपाईँलाई अलिकति गाइज देखिसक्नु भयो है गाइज। ल थ्याङ्क यू। हामी यति बेला बेगनास तालको नजिकै आइसकेका छौँ। यो माथिको हरियाली नभनौँ अहिले पालुवा पलाइरहेको छ। अहिले हरियाली हुन सकेको छैन। वसन्त ऋतुको आगमनसँगै नयाँ पालुवाहरू पलाउने प्रक्रिया जारी छ। नेचुरल प्रक्रिया यो प्रोसेसिङ हो। यो तपाईँले थाहा पाइहाल्नु हो भने यतातिर हाम्रो बेगनास लेकले हामीलाई जिस्काइरहेको छ है। चारैतिर हरियाली वन जङ्गलको बिचमा एउटा बेगनास ताल एउटा यसरी मुस्कुराइरहेको छ सुसुलिरहेको छ। देखिसक्नुभयो होला। यो अत्यन्तै आकर्षक रूपमा देख्न सकिन्छ। एउटा यो पर्यटकको हिसाबले पनि एकदमै राम्रो छ। यसलाई त्यो देख्न सकिन्छ। हेलो गाइज गुड आफ्टरनुन। देखिसक्नुभयो तपाईँले यो हामी बेगनास लेकको साइडमा यसरी पोखराको किनारको ट्र्याकमा हिँडिरहेको छौँ गाइज। देख्न सक्नुहुन्छ हामी बेगनास लेकको किनारमा है गाइज। हामी किनारतिर छौँ है गाइज। किनारतिर बाटो यस्तो छ। गणेश सर हामी पक्कै पनि यति बेला बेगनास तालको किनारमा आइसकेका छौँ। हेलो गाइज देख्न सक्नुहुन्छ हामी यति बेला बेगनास लेकनिर छौँ। हेलो गाइज गुड आफ्टरनुन। देख्न सक्नुहुन्छ हामी यति बेला आइसकेका छौँ। हामी कहाँ त बेगनास लेक देखिसक्नुभयो है। बेगनासको यस्तो आफ्नो विशेषता छ। एकदमै रमाइलो छ गाइज। देख्न सक्नुहुन्छ है गाइज। हेलो गाइज गुड आफ्टरनुन। यति बेला म बेगनास लेकनिर आइसकेको छु। देख्न सक्नुहुन्छ अब हामी आज दिनभरि जसो यही बेगनास तालमा हामी बेगनास यात्रा गऱ्यौँ। यहाँको मनोरम दृश्यसँग घुल्यौँ खेल्यौँ।
हेलो गाइस, देख्न सक्नुहुन्छ मेरो आजको यात्रासँगै सहयात्रा गर्ने सहकर्मी गणेश आर्सन देख्न सक्नुहुन्छ यहाँको आजको विशेष गाइस है। हाम्रो गणेश सरलाई देख्न सक्नुहुन्छ यति बेला दुईतिरको नेपालको झन्डा त्यसमा बिचमा ट्याक्क लाएर है गाइस। ल म जान्छु। के है हाई गाइस, गुड आफ्टरनुन एभ्रिवान। देख्नुहुन्छ यति बेला हामी बेङ्गस लेक नजिक आइसकेका छौँ गाइस। कार्यक्रम फोटो सेसन भइरहेको छ, दिन सकिन्छ। भयो है।